कक्षा 10 का विद्यार्थीहरूको लागि ह्युमन बडी मानव शरीर युनिट 2 बाट रहेको छन् एक्सक्रिटरी सिस्टम। अघि कक्षामा हामीहरू पढेछौँ। कक्षा 9 मा हामीले पढे थियो मानव शरीरका केही प्रणालीहरू, जसमा 9वटा प्रणाली हुन्छन्, जसमा पढे थियो अस्थिपञ्जर प्रणाली, पाचन प्रणाली, श्वास प्रश्वास प्रणाली सम्बन्ध अध्ययन गरिसकेको छौँ। यति हामी पढिसकेका छौँ अघि कक्षामा, कक्षा 9 मा। त यस कारणले यहाँबाट हामीहरू ह्युमन बडीको सुरुवात अरू चाहिँ जुन एकाइ बाँकी छ, जुन प्रणाली बाँकी छ, त्यो चाहिँ अन्त्य गर्छु। कक्षा 10 मा अन्त्य गर्छौँ। यस एकाइमा हामीहरू पढ्छौँ रक्तचार प्रणाली, ग्रन्थि, स्नायु प्रणाली, प्रजनन प्रणाली र निष्कासन प्रणाली। यसमा कक्षा 10 मा पढ्छौँ भने यो आज चाहिँ सुरुवातीमा रहेको छ निष्कासन प्रणाली, एक्सक्रिटरी सिस्टम जसलाई भनिन्छ निष्कासन प्रणाली। अब हेरौँ यहाँ निष्कासन प्रणालीलाई मूत्र प्रणाली पनि भनेर चिनिन्छ। निष्कासन प्रणालीलाई मूत्र प्रणाली भनेर पनि चिनिन्छ, यानि कि यसलाई मूत्र प्रणाली अर्को रूपले पनि चिनिन्छ। मूत्र प्रणाली भनेको र निष्कासन प्रणाली भनेको त्यो दुइटै एउटै कुरा भयो। त त्यसपछि अब आउँछ यसमा निष्कासन प्रणाली। वास्तविकतामा निष्कासन प्रणाली भनेको के हो? व्हाट डू मीन बाय एक्सक्रिटरी सिस्टम? त निष्कासन प्रणाली भनेको शरीरमा भएका विकार पदार्थहरूलाई मृगौलाद्वारा पिसाबका रूपमा बाहिरिया निष्कासन गर्ने क्रियालाई निष्कासन प्रणाली भनिन्छन्। यानि कि निष्कासन प्रणालीको अर्थ यो हुन्छ कि शरीरमा भएका, यानि कि शरीरमा जति पनि विकार पदार्थ यानि काम नलाग्ने विकार पदार्थहरू छन्, जसलाई मृगौलाबाट यानि कि किडनीबाट त्यसलाई छानेर शुद्धीकरण गरेर चाहिँ द्वारा पिसाबको मद्दतले यानि युरिन पिसाबको रूपमा बाहिरिया, यानि पिसाबको रूपमा बाहिरिया निष्कासन यानि निकाल्ने गर्ने क्रियालाई, यानि कि गर्ने क्रिया वा प्रक्रियालाई निष्कासन प्रणाली अथवा मूत्र प्रणाली भनिन्छ। यसलाई बुझ्नु छ भने शरीरमा भएका विकार यानि कि काम नलाग्ने विकार पदार्थलाई मृगौलाद्वारा पिसाबका रूपमा बाहिरिया निष्कासन गर्ने क्रियालाई चाहिँ निष्कासन प्रणाली भनिन्छ। निष्कासन प्रणालीमा भाग लिने अङ्गहरू रहेका छन्। निष्कासन प्रणालीमा भाग लिने अङ्गहरू निम्न छन्, यानि कि अङ्गहरू रहेका छन्, जसमा एकमा आउँछ मृगौला यानि कि किडनी। निष्कासन प्रणालीमा भाग लिने अङ्गको पहिलो चरणमा छ मृगौला, जसलाई किडनी भनिन्छ। दोस्रोमा रहन्छ मूत्रनली यानि किडनी, यो किडनी भयो। यसबाट यसरी गएको छ यो मूत्रनली चाहिँ यहाँ मूत्र यहाँबाट चाहिँ निष्कासन हुन्छ। यो युरिनरी ब्लेडरमा, युरेथ्रा पनि भन्छ, युरिनरी ब्लेडर पनि भन्छ। त यसलाई मूत्रनली युरेटर्स भनिन्छ। यो युरेटर्स दुईटा हुन्छ, दायाँ बायाँ गरेर दुईटा युरेटर्स हुन्छ, यानि कि दोस्रो नम्बरमा मूत्रनली भयो। त्यसपछि आउँछ युरेथ्रा, मूत्रथैली, युरेथ्रा मूत्रथैली यो भयो। मूत्रथैली, युरेथ्रा, युरिनरी ब्लेडर यसलाई भनिन्छ। माथि यसलाई ब्लेडर, यो चाहिँ के भयो? ब्लेडर, युरिनरी ब्लेडर, मूत्रथैली, अनि यसमा मूत्र जम्मा भएको रहन्छ। अर्को छ मूत्रद्वार, यसलाई मूत्रद्वार युरेथ्रा भनिन्छ। यसलाई मूत्रद्वार थैली भनेर चिनिन्छ। यसलाई मूत्रद्वार थैली भनेर चिनिन्छ। अब यस चित्रमा हामीहरू हेरौँ। यो चित्रमा दुईटा किडनी रहेको छन्।
दुईटा किडनीलाई मृगौला, राइट यूरेटर, लेफ्ट यूरेटर, दायाँ मूत्रनली, बायाँ मूत्रनली हुन्छ। यसरी मूत्रनली पास आउट भएको छ। यो दुईटै मूत्रनली भयो। दुईटै किडनी, दायाँ किडनी बायाँ किडनी गरी बाटेको हुन्छ। अब छ युरेथ्रा, यानि युरेथ्रा मूत्रद्वार नली छ। यो युरिनरी ब्ल्याडर छ। त यस मद्दतले हामीहरू चाहिँ मूत्रनली निष्कासन प्रणाली बुझ्छौँ। त्योमा पछि आउने अब एक नम्बरमा रहेको छन् मृगौला, यानि कि किडनी। यो चाहिँ किडनीको चित्र दिएको छ। किडनीमा युरेटर यहाँबाट गएको। यो सानो सानो नेफ्रोनहरू, यसमा धेरै नेफ्रोन हुन्छन्। करिबन यसमा 100 मिलियन नेफ्रोन हुन्छ। 100 मिलियन जति नेफ्रोनको सङ्ख्या हुन्छ। त्यो अति नै धेरै छ। यो नेफ्रोनबाट चाहिँ पिसाबहरू छनाउने गर्छन्। यसबाट विकार पदार्थहरू छनाउने गर्छन्। त यसलाई रेनल भेन भनिन्छ। यसलाई रेनल कर्टेक्स भन्छ, रेनल आर्टरी भन्छ, रेनल मेडुला, नेफ्रोन, युरेटर 100 मिलियन जति यसमा यो नेफ्रोनहरूको सङ्ख्या हुन्छ। अब यो नेफ्रोनको सङ्ख्या हुन्छ। यसमा युरेटर भयो। मृगौला मानिस तथा अन्य प्रणालीहरूमा पाइने महत्त्वपूर्ण अङ्ग हो। मृगौला एउटा के छ? मृगौला मानिस तथा अन्य प्रणालीमा पाइने महत्त्वपूर्ण अङ्ग हो। यो एउटा इम्पोर्टेन्स अर्गन छ। मृगौला मानिस भयो अथवा कुनै पनि प्रकारको जानवरको लागि यो एउटा महत्त्वपूर्ण अङ्ग हो, जसको मुख्य काम के छ? रगतको शुद्धिकरण। यसलाई चाहिँ तदनुसार रगत यानि ब्लडलाई चाहिँ एकदम प्युरिफाइड गर्न, शुद्धिकरण गर्न, साफ गर्न मद्दत पुर्याउँछ। त्यो पछि छ अर्को रगतको, जसको मुख्य काम के भयो? रगतको शुद्धिकरण, रगत शुद्धिकरण। मृगौला कस्तो आकारको रहन्छ भन्ने सिमी आकारको हुन्छ। यो चाहिँ सिमी आकारको हुन्छन्। यसलाई दायाँ र बायाँ गरी दुई भागमा बाँडिएको हुन्छन्। मृगौलालाई दुई भागमा, एउटा दायाँ र बायाँ गरी बाँडिएको हुन्छन्। यसलाई दुई भागमा। मृगौलाको तौल 130 ग्रामदेखि 150 ग्रामसम्म हुन्छ। मृगौलाको तौल वास्तविकतामा 130 ग्रामदेखि 150 ग्रामसम्मको हुन्छ। मृगौलाको आकार सेप अफ किडनी। मृगौलाको आकार सेप अफ किडनी भनेर पनि चिनिन्छन्। मृगौला 11 सेन्टिमिटर लामो। मृगौला 11 सेन्टिमिटर लामो, 6 सेन्टिमिटर चौडा र 3 सेन्टिमिटर मोटो हुन्छन्। मृगौला 11 सेन्टिमिटर लामो, 6 सेन्टिमिटर चौडा र 3 सेन्टिमिटर मोटो हुन्छन्। दुवै मृगौलाको प्रत्येक दिन करिबन 180 लिटर, दुवै मृगौला मिलेर यानि कि 90 लिटर जति छन्दछ र करिब 1.5 लिटर मात्र पिसाबहरू बाहिर निस्कन गर्छ। अब यहाँ मृगौलाका कार्यमा फङ्सन्स अफ किडनी